समानुपातिक मत त खस्यो। अब समानुपातिक सिट चाहिँ कसरी बाँडफाँड हुन्छ त त्यो हेरौँ है। उदाहरणको लागि यो देशभरि नै समानुपातिक मत 1 करोड खसेको छ अरे। ए भन्ने पार्टीले 45 लाख पायो समानुपातिक मत उदाहरणको लागि। बी भन्ने पार्टीले 30 लाख, अनि सी भन्ने पार्टीले 15 लाख, अनि त्यसपछि गएर डी भन्ने पार्टीले 5 लाख, अनि ई भन्ने पार्टीले 2 लाख पायो अरे उदाहरणको लागि। यसमा चाहिँ अब थ्रेसहोल्ड कट्नुपर्छ। टोटल 1 करोडमा 3%ले हेर्दाखेरि थ्रेसहोल्ड कटाउनु पर्ने चाहिँ 3 लाख हुन्छ। 3 लाख मत चाहिँ आउनै पर्छ एउटा पार्टीमा थ्रेसहोल्ड कट्नको लागि, यदि 3% को हाराहारीमा हिसाब गर्दाखेरि। अब यस्तो भएपछि ई भन्ने पार्टी त सहभागी नै हुन पाएन, किनभने उसको मत 3 लाख कटेको छैन, 2 लाख आएको छ। र यसमा सहभागी को भए? ए भन्ने पार्टी, बी भन्ने पार्टी र सी र डी भन्ने पार्टी, 4वटा पार्टी सहभागी भए।